ओम श्री गणेशाय नमः। श्री गुरुचरणकमलेभ्यो नमः। सच्चिदानन्दरूपाय विश्वोत्पत्त्यादिहेतवे तापत्रयविनाशाय श्रीकृष्णाय वयं नमः। सदाशिवसमारम्भां व्यासशङ्करमध्यमाम् अस्मदाचार्यपर्यन्तां वन्दे गुरुपरम्पराम्। सत्य सनातन धर्म को जय हो। पवन पावन नेपाल आमा को जय हो। राष्ट्रदेव पशुपतिनाथ भगवान को जय हो। सद्गुरुदेव भगवान को जय हो। सदा शिवका श्री चरणमा साष्टाङ्ग दण्डवत प्रणाम गर्दछु र सद्गुरुदेवका श्री चरणमा नमन वन्दन गर्दछु। पुरुषोत्तम मास भगवानको यो पावन महिना आजबाट शुभारम्भ भएको छ र हामीले जुनसुकै व्रत अनुष्ठानहरू गर्दा पनि पहिला शरीरको शुद्धि, भोजनको शुद्धि, वस्त्रको शुद्धि, यी सबै कुराहरूलाई ख्याल गर्नुपर्ने हुन्छ। यी विधिहरूलाई पुरा गरेर हामीले व्रत अनुष्ठान गरियो भने बल्ल हामीले सूची अनुसारको फल प्राप्त गर्न सक्दछौँ। र हामीले जुनसुकै श्रीमद् भागवत महापुराण होस्, श्री शिव महापुराण होस्, तत्त जेसुकैको पनि हामी श्रवण गर्दैछौँ भने पहिला मूल पाठ पारायणलाई श्रवण गर्नुपर्दछ। मूल पाठ पारायण श्रवण गर्दा यो देवभाषा हो, तसर्थ हाम्रो मन पवित्र बन्दछ। त्यो पवित्र बनेको मनमा अनि भगवानका ती नेपालीका उल्था ती कथा सारलाई श्रवण गऱ्यौँ भने त्यो के हुन्छ, दिगो हुन्छ, हामीलाई याद भइरहन्छ। र यो सबैको तात्पर्य के हो भने हाम्रो यो मन भगवानको श्री चरणमा सदा सर्वदा लागिरहनु हो। तसर्थ पुरुषोत्तम मासको आज पहिलो दिन, पुरुषोत्तम मास ज्येष्ठ 3 गतेबाट आषाढ 1 गतेसम्म छ र आज म हजुरहरूलाई पुरुषोत्तम महात्म्यको प्रथमोध्यायका पाठ पारायण श्रवण गराउँदै र कथा सारलाई पनि श्रवण गराउने छु। अथ पुरुषोत्तम मास महात्म्यं प्रथमोऽध्यायः। वन्दे वन्दारुमन्दारं वृन्दावन विनोदिनं वृन्दावनकलानाथं पुरुषोत्तममद्भुतं। नारायणं नमस्कृत्य नरं चैव नरोत्तमं देवीं सरस्वतीं व्यासं ततो जयमुदीरयेत्। श्रावितं नारदं पूर्वे नारायण तपस्विना पुरुषोत्तममासस्य महात्म्यं श्रावयामि वः। नैमिषारण्यमाजग्मुर मुनया सत्रकाम्यया अशितो देवलः पैल सुमन्तुः पिप्पलायनः। सुमतिः काश्यपश्चैव जाबालिर्भृगुरङ्गिराः वामदेवः सुतीक्ष्णश्च भरभङ्गश्च पर्वतः। आपस्तम्भोऽथ माण्डव्यो गस्त्याकात्ययनस्तथा रथितररिभुश्चैव कपिलो रैभ्य एव च। गौतमो मुदगलश्चैव कौशिको गाबलत्क्रतुः। अत्रिर्बभ्रुस्थितशक्तिर्बुधो वैधायनो वसु। कौडिन्यः पृथुहारितौ धूम्रसङ्कुशसङ्कृति। शनिरविभाण्डकः पङ्को गर्गः काडादयेव च। जगकनिरभरद्वाजो धूमपो मौनभार्गव
कर्कश शौनकश्चैव शतानन्दो महातपाः विशालाख्यो विष्णुवृद्धो जर्जरो जयजङ्गमौ पारः पाशधरः पुरो महाकायोऽथ जैमिनी महाग्रीवो महाबाहुर्महोदर महाबलै उद्दालको महासेना आर्ता आमलकप्रियः ऊर्ध्वबाहुरुर्ध्वपाद एकपाद सदुर्धर उग्रशीलो जलासी च पिङ्गलो हरिभुस्तथा साण्डीरः करुणः काल कैवल्यस्य कलाधर श्वेतबाहुरुमपाद कतृकालाग्निरुद्रग श्वेताश्वरतर एवाद्य सरभङ्ग पृथुस्रवः एते सशेष ब्रह्मिष्ठा वेदाङ्गपारगाः लोकानुग्रहकर्तार परोपकृतिशालिन परिप्रियरताश्चैव श्रौतस्मारतपरायणाः नैमिषारण्यमासाद्य सत्रं कर्तुं समुद्यताः तीर्थयात्रामथोद्दिश्य गेहातसुतोऽपि निर्गतः पृथिवीं पर्यटनेन नैमिषे दुष्टवान् मुनिं तादृशशिष्यन् नमस्कर्तुं संसाराणवतारकान् सुतः प्रहर्षितस्प्रागाद यत्रा संस्थे मुनीश्वरा ततः सूतं समायान्तं रक्तवल्कलधारिणं प्रसन्नवदनं शान्तं परमार्थविशारदम् अशेषगुणसम्पन्नम् अशेषानन्दसम्प्लुतः पूर्वपुण्ड्रधरं श्रीमन् नाममुदा विराजितं शङ्खचक्रधरं दिव्यं गोपीचन्दनमृष्णयः लसश्रीतुलसीमालं जटामुकुटमण्डितं जपन्तं परमं मन्त्रं हरेः शरणमदभूतं सर्वशास्त्रार्थसारज्ञ सर्वलोकहितो रतं जितेन्द्रियं जितक्रोधं जीवन्मुक्तं जगद्गुरुं व्यासप्रसादसम्पन्नं व्यासपदविगतस्पृहं तं दृष्ट्वा सहसोत्थाय नैमिषेया महर्षयः प्रणम्य विधिवदसूतं नम्नि भूया वसाशयन् श्रोतुकामा समाबभ्रुर वेचेत्रा विविधाः कथा तथा सूतो विनीतात्मा सर्वनृषिवरान्नमृदा मृद्धाञ्जलिपुटो भूत्वा ननाम दण्डवन्मुहुः ऋषय ऊचु सूत चिरञ्जीव भगभागवतो भवान् अस्माभिः त्वासनं तेद्य कल्पितं सुमनोहरम् अत्राश्यतां महाभाग शान्तोऽसीत्यवदन् द्विजाः ततस्तु सुपविष्टेषु सर्वेषु च तपस्विषु तपोवृतास्तपो दृष्ट्वा सर्वान् मुनिगणान् मुदा निर्दिष्टमासनं भेजे विनयात्रौ महर्षणिः सुखासीनं ततस्तं तु विश्रान्तमुपलक्ष्य च श्रोतुकामाः कथा पुण्या इदं वचनमब्रुवन् ऋषय ऊचु सुत महाभाग भाग्यवानसि साम्प्रतं पाराशर्यवचाहारदं त्वं वेद कृपया गुरुः सुखी कश्चिद् भवानद्य चिरादृष्टा कथं वने श्लाघनीयोषि पूज्योषि व्यासशिष्यशिरोमणे संसारेऽस्मिन् सारे तु श्रोतुव्यानि सहस्रशः तत्र श्रेयस्करं स्वल्पं सारभूतं च यद् भवेत् तत्रोपत महाभागा यत्ते मनसि निश्चितं संसाराणवमग्नानं पारदं सुभदं च यत् अज्ञानतिमिरान्धानं नेत्रादानपरायण वद शीघ्रं कथासारम् अभवरोगरसायनम् हरिलीलाससोपेतं परमानन्दकारणम् एवं पृष्ठ शौनकाद्यै सुतः प्रोवाच प्राञ्जलिः सुत उवाच
शृण्वन्तु मुनयः सर्वे यदुक्तं सुमनोहरम् आदावहं गतो विप्रास्तीर्थं पुष्करसङ्गीतं स्नात्वा तृप्त्वा ऋषीन् पुण्यान् सुरापि त्रिगणानथ ततः प्रयागो यमुनां प्रतिबन्धविनाशिनीं क्रमादन्यानि तीर्थानि गत्वा गङ्गामुपागतः ततः काशीमुपागम्य गयां गत्वा ततः परं पितृनिष्ट्वा ततो वेणीं कृष्णं च तदनन्तरं ततस्न्वत च गण्डक्यं पुलहाश्रममाव्रजम् धेनुमत्यामहं स्नात्वा ततः सारस्वते तटे त्रिरात्रमुषितो बिभ्रास्ततो गोदावरीं गतः कृतमालं च कावेरीं निर्विन्द्यं ताम्रपर्णिकां तापीं वैहायसीं नन्दं नर्मदां सर्मदां गतः गत्वा चर्मण्वतीं प्रसादसेतुबन्धमथागमं ततो नारायणं दृष्टं गतोऽहं बदरीवनं ततो नारायणं दृष्ट्वा तापसानभिवाद्य च नत्वा स्तुत्वा च तं देवं सिद्धक्षेत्रमुपागतः एवमासीदिषु तीर्थेषु ब्रह्मन्नागतवान् कुरुन् जाङ्गलं देशमासाद्य हस्तिनापुरगोऽभवन् तत्र श्रुतं विष्णुरातो राज्यं सृज्य जग्मिवान् गङ्गातीरं महापुण्यं ऋषिभिर्बहुभिर्द्विजाः तत्र सिद्धा समाजग्मुर योगिनः सिद्धिभूषणः देवर्षयाश्च तत्रैव निराहाराश्च केचन वाताम्बुपर्णाहाराश्च स्वैषाहाराश्च केचन फलाहारास्परे केचिद् फेनाहाराश्च केचन तं समाजं प्रष्टुकामस तत्राहमगमं द्विजाः तत्रा जगाम भगवान् ब्रह्मभूतो महामुनिः व्यासपुत्रो महातेजा सुखदेवः प्रतापवान् श्रीकृष्णशरणाम्भोजे मनसोधारणं दधात् तं षोडशाब्दं योगेशं कम्बुकण्ठं महोन्नतम् अनिग्धालकावृतमुखं गूढचत्रुं जुलसभम् अवधूतं ब्रह्मभूतं अस्टिवद्भिर्वालकैर्वृतं स्त्रीकणैर्धूलिहस्तैश्च मक्षिकाभिरगजो यथा धूलिधूसरसर्वाङ्गं सुखं दृष्ट्वा महामुनिं मुनयः सहस्रोत्तस्थुर बद्धाञ्जलिपुटा मुदा स्त्रियो मुडा सबालास्ते तं दृष्ट्वा दूरतः स्थितः पचास्तापसमायुक्ता सुखं नत्वा गृहाण्ययो आसनं कल्पयञ्चक्रु सुखायो न तमोत्तमम् आसेदुरमुनयो भोजकणिकायश्छदा इव तत्रोपविष्टो भगवान् महामुनिर्व्यासदमजो ज्ञानमहाब्धिचन्द्रमाः पूजां ददद ब्रह्मणकल्पितां तदा रराजतारावृतचन्द्रमा इव हरिः ॐ तत्सत् श्रीबृहन्नारदीये पुरुषोत्तममास महात्म्ये सुतागमने प्रथमोऽध्यायः श्रीबालकृष्ण शरणार्पणमस्तु। कृष्णाय वासुदेवाय हरये परमात्मने प्रणतक्लेशनाशाय गोविन्दाय नमो नमः। पुरुषोत्तम मास को प्रथमो अध्याय का यी पावन भगवानका स्तोत्र मूल पाठलाई मैले हजुरहरूमा श्रवण गराएँ। अब हामी यसको कथा साथ श्रवण गर्नेछौँ। पहिला हामीले यो जुन पुरुषोत्तम मासको महात्म्यको यो शास्त्र हो, एउटा शास्त्र भनेको के हो भनेर हामीले जान्नुपर्दछ। शास्त्र भनेको वेद हो। शास्त्रले हाम्रो धर्म, संस्कृति, संस्कार, सभ्यतालाई के गर्छ? याद गराइदिन्छ। वेदमा ब्राह्मण, मन्त्र र उपनिषद भागहरू हुन्छन्।
र वेदमा विधि पक्ष र निषेध पक्षहरू पनि हुन्छन्। विधि पक्षमा वेदमा के आज्ञा गर्नुभएको हुन्छ भन्दा यो कुराहरू गर भनेको हुन्छ भने निषेध पक्षमा तत्तत् कुराहरू नगर भनेर आज्ञा गर्नुभएको छ। वेदमा ज्ञानकाण्ड र कर्मकाण्डहरू पनि हुन्छन्। ज्ञानकाण्डभित्र के पर्छ भन्दै वाल्मीकि रामायण र महाभारत यी दुईटा ज्ञानकाण्डभित्र पर्दछन् र यिनीहरू के हुन्? इतिहास हुन्। यिनीहरू वेदको ज्ञानकाण्ड र ब्रह्मभागका लागि आएका हुन्। तिनीहरूको चर्चा गर्नको लागि आएका हुन्। पुराण उपनिषद चाहिँ वेदको ज्ञानकाण्डका लागि, ज्ञान प्रवाह गर्नको लागि, यसरी नै हामीले यी शास्त्रहरूको ज्ञान श्रवण गरेका छौँ, यी ज्ञान प्रवाह गर्नका लागि आएका हुन्। अल्पज्ञानीहरूले वेदको व्याख्या गर्न लागि भने वेद त डरले थर 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 भएर काप्नुहुन्छ। कर्मकाण्ड केवल के को लागि आएको भन्दा कर्मको लागि मात्रै आएको हो। यी कुराहरू हामीले राम्रोसँग बुझ्नुपर्छ, चिन्तन गर्नुपर्छ। अनि मङ्गलाचरण हामीले अघि सुरुमा गऱ्यौँ। मङ्गलाचरण किन गर्ने भनेर त्यो कुरा पनि हामीले जान्नुपर्छ। आफूले जुनसुकै कर्म यज्ञ आदि अनुष्ठानहरू गर्न लागेको छ भने त्यो कर्म गर्दा बिचमा कुनै पनि विघ्न बाधाहरू नपरोस्, सरल र सहज रूपबाट पूर्ण होस् भन्नका लागि हामीले मङ्गलाचरण गर्नुपर्दछ। र हामीले कुनै पनि ग्रन्थको प्रारम्भमा, मध्यमा र अन्त्यमा गरी 3 पटक मङ्गलाचरण गर्नुपर्दछ। मङ्गलाचरणहरू पनि 3 प्रकारका हुन्छन्। हामीले यो पनि बुझ्नुपर्दछ। 1 आशीर्वादात्मक मङ्गलाचरण, 2 वस्तु निर्देशनात्मक मङ्गलाचरण र 3 इष्टदेव नमस्कारात्मक मङ्गलाचरण हुन्छ। यहाँ ग्रन्थकर्ताले इष्टदेव नमस्कारात्मक मङ्गलाचरण गर्नुभएको छ। वृन्दावन बिहारी लाल सर्वेश्वर श्री भगवान् श्रीकृष्णचन्द्रको स्तवन गरेर ग्रन्थलाई प्रारम्भ गर्नुभएको छ। वन्दे वन्दारुमन्दारं वृन्दावन विनोदिनं वृन्दावन कलानाथं पुरुषोत्तममदभुतम्। यहाँ ग्रन्थकारले गणेश भगवानलाई नमस्कार गर्नुभयो, गुरुदेवलाई नमस्कार गर्नुभयो, श्रीकृष्णलाई पनि नमस्कार गर्नुभयो। त्यस्ता अद्भुत पुरुषोत्तम भगवान को हुनुहुन्छ? श्रीकृष्ण भगवान हुनुहुन्छ। उहाँलाई पनि वन्दना गर्नुभयो। मनुष्य भइकन पनि, मनुष्यको अवतार लिइकन पनि अति मानस लीलाहरू गरिदिने, हेर्दा मनुष्य जस्तो हुनुहुन्छ, परन्तु मनुष्यले गर्न सक्ने जस्तो त्यो लीला नै देखिन्न। त्यस्तो अद्भुत लीला गर्नुहुन्छ। उहाँ आफै पनि अद्भुत हुनुहुन्छ। भगवानको स्वरूप, रूप, गुण यी सबै के छन्? अद्भुत छन्। त्यस्ता भगवान जो पुरुषोत्तम हुनुहुन्छ, उहाँलाई म वन्दना गर्दछु, उहाँलाई म नमन गर्दछु भन्नुभएको छ। यहाँ ग्रन्थकारले आफ्ना शरणमा परेका भक्तहरूलाई कल्प वृक्ष समान मनोरथ पुरा गर्ने भगवान पनि उही श्रीकृष्ण भगवान हुनुहुन्छ। जसरी कल्प वृक्षका अगलतिर गएर स्वर्गका देवताहरूले तत्तत् कुराहरू माग्दछन् र उनीहरूले ती सबै प्राप्त पनि गर्दछन्, उसै गरी भगवानको अघिल्तिर गएर हामीले केही माग्यौँ भने भगवानले हामीलाई, आफ्ना भक्तहरूलाई धर्म, अर्थ, काम र मोक्ष यी सबै प्रदान गर्नुहुन्छ। त्यस्ता भगवानलाई वन्दना गर्दछु। भगवानले आफ्नो नित्य विभूतिलाई मनद्वारा स्मरण गरेर वृन्दावनलाई सुशोभित बनाइदिनु भयो। श्रीधाम वृन्दावन आफै सुन्दर थियो, परन्तु भगवानले नै त्यहाँ क्रीडा गरिरहँदा त्यो धाम अझै कति दिव्य धाम बनेको छ। हेर्नुहोस् त, श्रीधाम वृन्दावनका गल्ली गल्लीमा राधा 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 त्यो शब्द गुन्जिएको छ। रिक्सावाला हुन्, गाडीवाला हुन्, पैदलवाला हुन्, व्यापारी हुन्, जोसुकै भए पनि राधा राधा नामले त्यो गुन्जायमान पवित्र पावन बनेको छ। श्रीधाम वृन्दावनमा विराजमान हुनुभएका वृन्दावन बिहारी लालले अझै त्यो गोलोक धामलाई शोभा बढाइरहनु भएको छ। भगवान साक्षात् वैकुण्ठ जस्तै शोभा जुन वृन्दावन गोलोक धामलाई बनाउनु भएको छ। अझै भगवानले कसरी सुन्दर बनाउनु भयो त गोलोक धामलाई भन्दा
बाल लीलाहरू गर्नुभयो, माखन चोरेर खानुभयो, असुरहरूलाई संहार गर्नुभयो, गाई बाछा चराउनुभयो, गिरिराजलाई उठाउनुभयो, रासलीला गर्नुभयो प्रभुले, यमुनामा विहार गर्नुभयो, कंस पुतना सकटासुर तृणावर्त आदि गरेका ती दुष्टहरूलाई संहार गर्नुभयो। भगवानले ज्ञानको रक्षा गर्नुभयो, धर्मको रक्षा गर्नुभयो, धर्म संस्थापन गर्नुभयो, दुष्टहरूको संहार गर्दै साधु सन्तहरूको रक्षा गर्नुभयो। यी सबै लीलाले गर्दा वृन्दावनको अलौकिक सौन्दर्यको शोभा अझै बढिरहेको छ। भगवान श्रीकृष्ण आफै शोभानाथ हुनुहुन्छ, शोभाका अधिपति हुनुहुन्छ। त्यस्ता भगवान श्रीकृष्ण पुरुषोत्तमलाई म बार बार वन्दना गर्दछु। श्रीकृष्ण चन्द्र भगवानको जय हो। यसरी आफ्ना इष्टदेवको वन्दना गर्नुभयो ग्रन्थकर्ताले र भन्दै हुनुहुन्छ, नारायणं नमस्कृत्य नरं चैव नरोत्तमं देवीं सरस्वतीं व्यासं ततो जयमुदीरये। भगवान नारायण र नरलाई पनि वन्दना गर्नुभयो। वाणीकी अधिष्ठात्री देवी सरस्वतीलाई पनि वन्दना गरेर व्यासजीको वन्दना गर्दै गर्दै कथालाई प्रारम्भ गर्नुहुन्छ। गुरुबाट नै हामीले यो सम्पूर्ण ज्ञानहरू प्राप्त गरेको हो। हामीले यो राम्रोसँग बुझ्नुपर्छ। तसर्थ मैले हजुरहरूको माझमा जुन वाणी र जुन आवाज पस्किरहेको छु, यो मेरा गुरुले प्रदान गर्नुभएको ज्ञान हो। उहाँलाई कहिल्यै पनि भुल्नु हुँदैन। तसर्थ यहाँ ग्रन्थकर्ताले पनि आफ्ना गुरुलाई स्मरण गर्नुभएको छ। र नैमिषारण्य भन्ने त्यो पावन भूमिमा 88,000 सौनकादि ऋषिहरूले विशाल यज्ञ शुभारम्भ गर्नुभएको छ। अलौकिक शक्तिले युक्त ऋषिहरूको समागमन छ त्यहाँ। ऋषिहरू को हुनुहुन्छ त त्यहाँ भन्दा, नैमिषारण्यमा जगमुर मुनयः सत्रकाम्यया असितो देवलः पैल सुमन्तु पिप्पलायनः। देवल नाम गरेका ऋषि हुनुहुन्छ, पैल नाम गरेका ऋषि सौनक आदि ऋषिहरू हुनुहुन्छ। विशाल तपस्वी ऋषिहरूको त्यहाँ उपस्थिति छ। कुनै ऋषिहरूले हात माथि सिधा गराएर तपस्या गर्नुभएको छ। कोही शिर टेकेर, कोही एक पाउ मात्र टेकेर, कोही ब्रह्मको ध्यानमा लीन भएर, कोही अरूको कल्याण गर्नको लागि तत्पर रहेर, कोही जल मात्रै पिएर, कोही अमला मात्र भोजन गरेर, कोही वेदाङ्गमा पारङ्गत हुनुभएको छ। ऋषिहरूले आफ्ना शिष्यहरू सहित नैमिषारण्य क्षेत्रमा एकत्रित हुनुभएको छ। के को लागि यसरी ऋषिहरू त्यहाँ उपस्थित हुनुभएको छ त भन्दा, लोकानुग्रहकर्ता र परोपकृतिशालिन परिप्रियरता शैव श्रौतस्मारतपरायणाः। विश्व शान्तिको कामना गर्दै, लोकहितको लागि र भगवान प्राप्तिको लागि लामो यज्ञ शुभारम्भ गर्नुभएको छ। लोकहितको लागि गर्नु भनेकै यो के हो? साधुहरूको लक्षण हो। साधुहरूले जे जुनसुकै कर्म गर्नुहुन्छ नि, त्यो आफ्नो लागि गर्नुहुन्न, लोकहितको लागि गर्नुहुन्छ। तसर्थ आज यहाँ ऋषिहरूले पनि लोकहितको लागि विशाल यज्ञको शुभारम्भ गर्नुभएको छ। हामीले जुनसुकै कर्महरू यज्ञहरू गर्ने स्थल कस्तो हुनुपर्दछ भन्दा, त्यो पवित्र पावन हुनुपर्छ, सिद्ध हुनुपर्छ, शास्त्रले गान गरेको भूमि हुनुपर्छ। त्यस्तो ठाउँमा अनुष्ठान गरियो भने हामीले फल प्राप्त गर्न सक्छौँ। यदि त्यो भूमि सिद्ध छैन, त्यहाँ दुष्टहरूले निवास गरेका छन्, शास्त्रले चर्चा गरेको छैन, त्यहाँ अनुष्ठान गरेर त्यो पटक पटक अनुष्ठान गरिरहे पनि हामीले फल प्राप्त गर्न सक्दैनौँ। हाम्रो मनोकामना पूर्ण हुन सक्दैन। तसर्थ त्यो पावन भूमिमा नै हामीले
यज्ञ आदि कर्महरू गर्नुपर्दछ। जस्तै रुखो जमिनमा बीज लगाएर रोप्यौँ भने त्यहाँ फल्छ त? परन्तु फल्दैन। पटक पटक रोपिरहँदा पनि त्यो उम्रँदैन, फल्दैन। र मलिलो जमिनमा लगाएर हामीले रोपेका छौँ भने त्यो उम्रन्छ, बढ्छ, हुर्कन्छ, फुल्छ र फल्छ। त्यस्तै हो, पूर्वजहरूले अनुष्ठान गरेर सिद्ध पार्नुभएको स्थानमा हामीले अनुष्ठान गरियो भने छिट्टै हाम्रो कार्य सिद्ध हुन्छ। चित्त कहाँ लाग्छ? परमात्मामा। हामीले लगाउनु खोजेको के हो त भन्दा उही परमात्माको श्री चरणमा हाम्रो चित्तलाई लगाउनु खोजेको हो नि। तसर्थ त्यस्ता भूमिहरू छनौट गर्नुपर्छ। त्यस्तै आज ऋषि मुनिहरूले त्यो पावन भूमिलाई छनौट गर्नुभयो। भारतवर्षभित्र रहेको नैमिषारण्य क्षेत्र त्यो सिद्ध भूमि हो, त्यो तप भूमि हो, त्यो जप भूमि हो, त्यो मोक्ष भूमि हो, त्यो कर्म भूमि हो। त्यस्तो भूमिलाई छनौट गर्नुभयो। भारतवर्षमा जन्म लिनको लागि स्वर्गका देवताहरू पनि तडपिरहेका छन्। देवताहरू भारतवर्षमा जन्मिएका मनुष्यहरूको महिमा र प्रशंसा यसरी गाएका छन्। श्रीमद्भागवत महापुराणको 5म स्कन्धमा भनिएको छ, अहो अमीसां किमकारिशोभनं प्रसन्न येषां विदुतः स्वयं हरिः यैर्जन्म लब्धं ऋषु भारताजिरे मुकुन्द सेवौपैकं स्पृहानिह। यसाम यिनीहरू ऋषु जन्म, मनुष्य जन्म लब्धम प्राप्त गरे। अहो कस्तो आश्चर्य! भारतवर्षका मनुष्यले के त्यस्तो पुण्य कर्म सुकर्महरू गरेका रहेछन्। स्वयं भगवान श्री हरि नै प्रसन्न भएर उनीहरूलाई त्यो भारतवर्षमा जन्म दिने सो अवसर प्रदान गर्नुभयो। यस परम सौभाग्यका लागि हामी पनि निरन्तर लागिरहेका छौँ भनेर स्वर्गका देवताहरूले यसरी भन्नुभएको छ। स्वर्गमा बसेर के काम भन्दै देवताहरू भन्नुहुन्छ, न यत्र वैकुण्ठ कथा सुधापगा न साधवो भागवतस्तदाश्रयाः न यत्र यज्ञे समखा महोत्सवा सुरेशलोकोऽपि न वै ससेव्यताम्। यत्र जहाँ न वैकुण्ठ कथा सुधापगा भगवानको कथारूप अमृतको नदी त्यहाँ स्वर्गमा बग्दैन। तदाश्रय हामी भगवानको कथा अमृतलाई नै सर्वोपरि हो भनेर मान्दछौँ, परन्तु त्यहाँ कथा अमृतहरू बग्दैनन्। भागवत त्यहाँ स्वर्गमा भगवानका भक्तहरू पनि हुँदैनन्, साधुहरू पनि हुँदैनन्, सज्जनहरू पनि कोही पनि हुँदैनन्, छैनन्। न यत्र यज्ञे समखा महोत्सवाः न त्यहाँ भगवानका यज्ञ अनुष्ठानहरू हुन्छ, न महोत्सवहरू हुन्छ, न कीर्तनहरू हुन्छ, केही पनि हुँदैनन्। सुरेशलोक अपि स्वर्ग स्वर्गलोक भएर पनि के गर्ने, त्यहाँ बस्न योग्य नै छैन। यसरी देवताहरूले भारतवर्षको यो गान गाउनु भएको छ। त्यही भारतवर्षभित्रको नैमिषारण्य भन्ने त्यो पावन क्षेत्रमा 88,000 सौनकादि ऋषिहरूले विश्व शान्तिको कामनाका लागि यहाँ गरिरहनु भएको छ। यस्ता पवित्र भूमिमा मध्ये उत्तरपट्टि नैमिषारण्य क्षेत्र रोज्नुभयो। यज्ञ प्रारम्भ भइरहेको छ। ऋषिहरूले के गर्नुहुन्छ भन्दा प्रातःकालमा उठी स्नान आदि आफ्नो सन्ध्यावन्दन नित्य कर्म गरेर पालैपालोसँग ऋषिहरूले एक ऋषिले वक्ता बन्नुहुन्छ, अरू श्रोता बन्नुहुन्छ। एवं रीतिले यसरी सत्सङ्ग गरिरहनु भएको छ। र यसै समयमा सुतजी महाराज तीर्थाटनको लागि निस्किनुभयो। सुतजी महाराज विभिन्न तीर्थहरूमा जाने क्रममा सुन्नुभयो ऋषिहरूले यज्ञ गर्नुभएको छ। यज्ञस्थलमा सुतजी महाराज पनि जानुभयो। यज्ञस्थलमा ऋषिहरू शिष्यहरूले घेरिएर अनुष्ठान सम्पादन गरिरहनु भएको छ। देख्नुभयो र सुतजीले परैबाट देख्दा पनि गदगद हुनुभयो, प्रसन्न हुनुभयो।
आज मैले भगवानको ठुलो कृपा प्राप्त गरेको रहेछु। सन्तहरूको दर्शन गर्ने अवसर मिल्यो। जति नै व्यक्ति तीर्थमा गए पनि भगवानको नै दर्शन गरे तापनि जहाँ महापुरुषको, सन्तहरूको, ज्ञानीहरूको, साधुहरूको दर्शन हुँदैन तबसम्म ती भ्रमण, ती तीर्थाटन, ती दर्शन केही पनि सफल हुँदैन। आज मेरो तीर्थाटन सफल भयो। यसरी सुतजी महाराजले गदगद हुँदै परैबाट मनमनै भन्नुभयो। अनि ऋषिहरूले पनि परैबाट सुतजी महाराजलाई देख्नुभयो। र सुतजी महाराज कस्तो हुनुहुन्थ्यो त भन्दा रातो बलमलले घेरिएका, हँसिलो अनुहार भएका, शान्त चित्त हुनुभएका, समस्त गुणहरूले भरिनुभएका, आनन्दले परिपूर्ण हुनुभएको, तुलसीको माला धारण गर्नुभएका, जटाको मुकुटले युक्त हुनुभएका, तिलक चन्दन धारण गर्नुभएका, श्री हरिको मन्त्र हरि शरणम जपिरहनु भएको, सम्पूर्ण शास्त्रको सार जान्नेवाला, सम्पूर्ण लोकको हितमा नै आफ्नो जीवन समर्पण गरिदिनु भएको, आफ्ना इन्द्रिय काम, क्रोध, लोभ, मोह, मद, मात्सर्यबाट पर रहनुभएका, परमार्थलाई जान्नेवाला, व्यासजीका शिष्य, संसारका विषयमा नफसेका, जगतका गुरु, परम ज्ञानी सुतजी महाराजलाई देखेर ऋषिहरू दौडँदै गएर साष्टाङ्ग दण्डवत प्रणाम गर्नुभयो, स्वागत गर्नुभयो, आलिङ्गन गर्नुभयो र दिव्य आसनमा लिएर बसाल्नुभयो। षोडशोपचारले पूजा गर्नुभयो। वेदका ध्वनिहरू गुन्जिरहेका छन् त्यहाँ। सुतजी महाराजले पनि साष्टाङ्ग दण्डवत प्रणाम गर्नुभयो ऋषिलाई। यो शिष्टाचार हो, यो सम्मान हो, यो श्रद्धा हो। यहाँ हामीलाई सुतजी महाराजले उपदेश दिँदै हुनुहुन्छ। प्रसन्न हुँदै ऋषिहरूले शुभ भाव व्यक्त गर्नुभयो। सूत चिरञ्जीव भव भागवतो भवान् अस्माभिस्त्वसनं त्यज्य कल्पितं सुमनोहरम्। हे गुरुदेव, हजुरको आयु लामो होस्, दीर्घायुको कामना गर्नुभयो। हजुर ज्ञानी हुनुहुन्छ, परम ज्ञानी हुनुहुन्छ। हजुर भगवान बनेर नै रहिरहनुहोस् सधैँभरि। सज्जन गुरुजनहरू बाँचिरहनुभयो भने बुवा आमा हो, हामीलाई चाहिने त्यो ज्ञानामृत सधैँ उहाँका श्रीमुखबाट बगाइरहनुहुन्छ। त्यही ज्ञानामृतमा स्नान गरिरहन पाइन्छ। तसर्थ हामीले हाम्रा गुरुहरूको, सज्जनहरूको, साधुहरूको, सन्तहरूको दीर्घायुको कामना गर्नुपर्दछ। यहाँ ऋषिहरूले भन्दै जानुभयो, गुरुको पासमा गएर थोरै बोल्नुपर्छ र ब्रह्मको जिज्ञासा गर्नुपर्छ भन्ने शास्त्रको त्यो आज्ञा अनुसारै आज ऋषिहरूले आत्मकल्याण होस्, विश्वको शान्ति होस् भनेर जिज्ञासा गर्नुभएको छ। यो क्रमलाई ऋषिहरूले गर्नुभएको छ। सूत महाभाग भाग्यवान शिसाम्प्रतं पाराशर्यवचा हरदं त्वं वेद कृपया गुरोः। सुखी कश्चिद् भवानद्य चिरादृष्टः कथं वने श्लाघनीयोषि पूज्योषि व्यासशिष्य शिरोमणि। हे गुरुदेव, हजुर व्यासजीका शिष्य मध्ये पनि शिरोमणि हुनुहुन्छ। हजुर व्यासजीका प्यारा शिष्य हुनुहुन्छ। भगवानलाई हजुरले जान्नु भएको छ। प्यारा शिष्यलाई गुरुले गोप्य भन्दा गोप्य ज्ञान पनि दिनुहुन्छ। तसर्थ हजुर ज्ञानी र प्रशंसाको पात्र हुनुहुन्छ। हजुरलाई नमन वन्दन गर्दछौँ। यति भन्दै जिज्ञासा गर्नुभयो ऋषिहरूले, हे गुरुदेव, यो संसार असार छ, शास्त्रहरू धेरै छन्। कलियुगका मनुष्यहरू अल्पायुका छन्, मन्द बुद्धिका छन्, अज्ञानी छन्। यिनीहरू यी तमाम शास्त्रहरूलाई कसरी अध्ययन गर्न सक्दछन् र हे गुरुदेव? तसर्थ हजुरले जीवात्माको कल्याणको लागि यो शास्त्रको सारलाई खिचेर
कृपा गर्नुहोस्। हजुर संसार सागरमा अज्ञान रूपी अन्धकारमा रुमलिएका जीवहरूलाई डुङ्गा जस्तो बनेर ज्ञानको चक्षु बनेर ज्ञानको ज्योति बनेर त्यो ज्ञानको ज्योति दिनको लागि यहाँ आउनुभएको छ। तसर्थ सम्पूर्ण शास्त्रको सारलाई कृपा होस्। तमाम ऋषिहरूले सुतजी महाराजको सन्निधिमा रहेर यसरी प्रार्थना गर्नुभयो। एउटा गुरु शिष्यहरूले जिज्ञासा गरिसकेपछि त्यहाँभन्दा प्रसन्न हुनै पर्दैन। सुतजी महाराज गदगद हुनुभयो, प्रसन्न हुनुभयो। प्रसन्न मुद्रामा रहेर सुतजीले आफ्नो आख्यान सुन्नुहोस् भन्दै सुनाउन थाल्नुभयो। मैले तीर्थाटनको बहानामा घरलाई त्यागेँ, पुष्कर नामको तीर्थमा पुगेँ, स्नान आदि कर्म गरेँ, ऋषिहरू देवताहरू पितृहरूलाई तर्पण गरेँ, समस्त विघ्नहरूलाई नाश गरिदिने यमुनाजीमा पनि गएँ, स्नान गरेँ, गङ्गा गएँ, काशी गएँ, गया गएँ, बेडी गएँ, कृष्णा गएँ, त्यहाँ गएर पनि स्नान गरेँ, तर्पण गरेँ। पाप नाशिनी नदी गण्डकीमा गएँ, पुलाश्रममा गएर केही समय रहेँ, गण्डकी नदीमा पनि स्नान गरेँ। सरस्वती नदीका तटमा पुगेँ, धेनु गएँ, गोदावरी गएँ, कृतमाला गएँ, कावेरी गएँ, ताम्रपर्णिका गएँ, तापी गएँ, वैहायसी गएँ, नर्मदा गएँ, सर्मदा गएँ, सेतुबन्धन गएँ, त्यहाँ पनि गएँ, स्नान गरेँ, तर्पण गरेँ, अघि बढ्दै गएँ। भगवान् नारायणको दर्शनका लागि म बदरीका आश्रममा पुगेँ। हे ऋषि हो, आफ्नो आख्यान सुनाउँदै हुनुहुन्छ सुतजी महाराजले। ततो नारायणं दृष्ट्वा तापसा नभिवाद्य च नत्वा स्तुत्वा च तं देवं सिद्धक्षेत्रमुपागतः। बदरीका आश्रममा नारायणको दर्शन गरेँ, अरू पनि तपस्वीहरूको दर्शन गरेँ। त्यो सिद्ध क्षेत्रमा पुगेँ, म प्रसन्न भएँ। भ्रमण गर्दै गर्दै म कुरुक्षेत्रमा पनि पुगेँ, जङ्गल देश हुँदै हस्तिनापुरमा पनि पुगेँ। र हस्तिनापुरमा पुगिसकेपछि मैले सुने राजा परीक्षितलाई 7 दिनमा तक्षक नागले दसेर मृत्यु हुन्छ भन्ने श्राप परेको छ। राजा आफ्ना सम्पूर्ण राजपाटहरू छोडेर सरस्वती नदीका तटमा जानुभएको छ भन्ने पनि सुने। अनि राजाका पछि तपस्वी ऋषिहरू, सिद्धहरू, योगीहरू र देवर्षिहरू पनि जानुभएको छ भन्ने पनि सुने। हे ऋषि हो, ऋषिहरू कस्ता हुनुहुन्थ्यो त भन्दा कोही निराहार गर्नुभएका, कोही वायु मात्र खाएर बस्ने, कोही पानी मात्र जल मात्र पिउने, कोही श्वास मात्र लिएर बस्ने, कोही फलाहार मात्रै गर्ने, कोही समुद्रका फिँच मात्र पान गर्ने। यस्ता ऋषिहरू परीक्षितसँग सरस्वती नदी तटमा जानुभएको भन्ने मैले सुने। म पनि त्यस्ता ऋषिहरूको परीक्षितको दर्शन गर्दछु भनेर हस्तिनापुरबाट सरस्वती नदीको तटमा पुगेँ र म त्यहाँ पुगेको थिएँ। सुखदेव स्वामी परमहंस उहाँको आगमन भयो। सुखदेव स्वामी महाराजको जय हो। सुखदेव स्वामी कस्तो हुनुहुन्थ्यो त भन्दा भगवान् श्री कृष्णका चरणमा आफ्ना मनलाई समर्पण गर्नुभएका 16 वर्षका भगवत चिन्तनमा लट्ठ योगेश्वर हुनुहुन्छ। शङ्खाकारको घाँटी छ उहाँको, अग्लो हुनुहुन्छ, विशाल वक्षस्थल छ, घुम्राले केश छ, लामा लामा हातहरू छ, गहिरो नाभि, उहाँका शरीरबाट सर्वत्र प्रकाश आइरहेको छ। त्यो प्रकाशले सभामा बसेका सबैलाई प्रकाशित भइरहेका छन्। त्यस्ता अवधूत भेष, जड जस्तो पागल जस्ता सुखदेव स्वामीको आगमन हुनु भयो र मैले पनि दर्शन गर्न पाएँ। र त्यस्ता सुखदेव स्वामीलाई देखेर स्त्रीहरू, बालकहरू लट्ठीले प्रहार गरेका छन्, ढुङ्गाले हानेका छन्, दुलोहरू छरेका छन् र उहाँको निन्दा उपहास गरिरहेका छन्। राजा परीक्षितले मेरो आत्म उद्धारका लागि भनेर कोही महापुरुष यहाँ पक्कै पनि आउनुहुन्छ भनेर दिव्य आसन तयार गरेर राख्नु भएको थियो।
आसनं कल्पयाञ्चक्रु शुभायोन्नतमुत्तमम् आसेदुरमुनयों भोज कणिकाय सदाइव। त्यस्ता सुखदेव स्वामी दिव्य आसनमा पूर्वाभिमुख भएर विराजमान हुनुभएको छ। सुखदेव स्वामीको आडैमा राजा परीक्षित उत्तराभिमुख भएर बस्नुभएको छ। कहाँ? सुकताल नाम गरेको क्षेत्रमा। तत्रोपविष्टो भगवान् महामुनिर व्यासादमजो ज्ञानमहाब्धि चन्द्रमाः पूजां ददद् ब्रह्मणकल्पितां तदा रराजतारावृतचन्द्रमा इव। सुखदेव स्वामी सुकतालमा सम्पूर्ण ऋषिहरू र राजा परीक्षितको बीचमा कसरी रहनुभएको छ भन्दा पूर्ण चन्द्रमालाई वरिपरि ताराले घेरिँदा जस्तो शोभा देखिन्छ त्यस्तै सुखदेव स्वामी ऋषिहरूको बीचमा शोभायमान देखिनु भएको छ। ज्ञानरूपी समुद्रमा उदाउनुभएका सम्पूर्ण चन्द्रमा समान हुनुभएका सुखदेव स्वामी उपदेश मुद्रामा बस्नुभएको छ। यहाँसम्मका यी पावन प्रसङ्गहरूलाई हामीले आज श्रवण गर्यौं। गुरु तत्त्व कस्तो हो भन्दा भक्त र आफ्नो शिष्यहरूको उद्धारको लागि हर पल लागिरहने त्यो पवित्र तत्त्व नै गुरु तत्त्व हो। गुरु तत्त्वबाट नै भगवानका ती पावन चरित्रहरू, ती भगवानका स्वरूपहरू, गुण कीर्तन नामक कीर्तनहरू र भगवानका सेवा गर्ने ती विधिहरूलाई सिकाउने तत्त्व गुरु हो। आज राजा परीक्षित 7 दिनमा आफ्नो मृत्यु हुने समाचारले सम्पूर्ण राजकाज छोडेर सरस्वती नदीका तट यानि कि सुकतालमा पुग्नु भएको छ र त्यस्ता परमहंस सुखदेव स्वामी गुरुको रूपबाट साक्षात भगवान जस्तै भई प्रकट भएर उपदेश दिन लाग्नु भएको छ। यो उपदेश हामी भोलि 2 अध्यायका पावन प्रसङ्गहरूमा श्रवण गर्नेछौँ भन्दै यी मेरा वाक्य पुष्पहरू हजुरलाई समर्पण गर्दै गुरुदेवका श्री चरणमा नमन वन्दन गर्दै मेरा वाणीहरूलाई यहाँ विश्राम गर्दछु। हरि ओम तत्सत।